पाकिस्तानसँग जोडिएको आतंकवादी सञ्जाल सिक्किममा ध्वस्त। गान्तोकबाट 19 वर्षीय युवक पक्राउ। सिक्किममा सञ्चालन भइरहेको पाकिस्तानसँग सम्बन्धित आशंकित आतंकवादी सञ्जाललाई केन्द्रीय गुप्तचर निकाय र गान्तोक प्रहरीले संयुक्त अभियान मार्फत ध्वस्त पारेका छन्। यस कारबाहीमा एकजनालाई पक्राउ गरिएको छ भने थप 5 जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएर पछि रिहा गरिएको छ। पक्राउ पर्ने व्यक्ति गान्तोकको नामनाङ क्षेत्रमा बसोबास गर्ने 19 वर्षीय मोहम्मद अर्जु हुन्। उनी आफ्ना बुबासँग मिलेर लोवर एमजी मार्ग नजिकै पान पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीले विशेष सूचनाका आधारमा पसलमा छापा मारेर उनलाई पक्राउ गरेको हो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अर्जु करिब 8 महिनादेखि केन्द्रीय सुरक्षा निकायको निगरानीमा थिए। पाकिस्तान स्थित एक आशंकित ह्यान्डलरसँग उनको अनलाइन सम्पर्क भेटिएपछि उनीमाथि निगरानी बढाइएको थियो। अनुसन्धानको केन्द्रमा रहेको ग्रुप अफ इस्लामिक मेम्बर्स नामक इन्स्टाग्राम नेटवर्कलाई अनुसन्धानकर्ताहरूले अतिवादी विचारधारा फैलाउने, नयाँ सदस्य भर्ती गर्ने र इस्लामिक स्टेट अर्थात् आइएससँग सम्बन्धित सामग्री प्रचार प्रसार गर्ने माध्यमका रूपमा प्रयोग गरिएको आशंका गरेका छन्। दिल्ली प्रहरीबाट प्राप्त विशेष सूचनाका आधारमा नामनाङ स्थित अर्जुको घरमा पनि खानतलासी गरिएको थियो। त्यहाँबाट प्रहरीले उनको मोबाइल फोन बरामद गरेको थियो। मोबाइलको फोरेन्सिक परीक्षणका क्रममा आतंकवादी गतिविधिसँग सम्बन्धित सामग्री, सञ्चार र डिजिटल प्रमाण भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्राप्त प्रमाणका आधारमा सुरक्षा निकायले सञ्जालका अन्य सम्भावित सदस्य र सम्पर्कहरूबारे थप अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले अर्जुको सम्पर्कमा रहेका थप 5 जनालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको बताइएको छ। यद्यपि आवश्यक परे थप अनुसन्धानका लागि पुनः बोलाउन सकिने अधिकारीहरूले जनाएका छन्। सुरक्षा निकायका अनुसार यो कारबाही सिक्किम जस्तो संवेदनशील सीमावर्ती राज्यमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सम्भावित खतरा समयमा नियन्त्रणमा लिन सफल भएको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अनुसन्धान अझै जारी रहेको छ र यस प्रकरणसँग सम्बन्धित अन्य पक्षबारे विस्तृत जानकारी अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।